क्लासिक डायमन्ड ज्वेलर्स थगुचिन खुदय बुद्धि हंगुदु यलया हरिहर भवने जुगु ज्याजोले क्लासिक डायमन्ड ज्वेलर्सका कार्यकारी निर्देशक अमीर महर्जन, ललितपुर रत्न तथा आभूषण संघ अध्यक्ष कृष्णलाल महर्जन व पुलामा मिस नेपाल आसमिस रस्न नवनादी गोखा Study sustainable this kind of ज्वलन्त example हो आज Gatibidhi निरन्तर तालिमको अपेक्षा गर्न चाहन्छु एउटा प्यासन जरुरी नयाँ क्रिएसनको प्यासन लिएर हामी आयौँ यहाँसम्म आउँदाखेरि हामीले विभिन्न ट्रेन्डहरू नेपालमा नभएका त्यति बेला चाहिँ जो ट्रेन्ड थिएन त्यसलाई चाहिँ हामीले सेट गर्नमा हामी केही हदसम्म हामी सक्सेस भयौँ ब्रान्डलाई लिएर हामी आयौँ एज अ क्लासिक ब्रान्ड हामीले 2018मा खोलेर त्यो ब्रान्डलाई चाहिँ एउटा ब्रान्ड कल्चर नेपालमा हामीले सुरु गऱ्यौँ ज्वेलरीमा स्पेसली त्यसमा साथ दिने हाम्रो जुन क्लाइन्टहरू जस्तै रोहितले अहिले भर्खरै भन्नुभयो जस्तै क्लाइन्ट भन्दा पनि हाम्रो लागि चाहिँ इच एन्ड एभ्री स्पेसल क्लाइन्ट्स आर आवर फ्यामिली हाम्रो फ्यामिली जस्तै उहाँहरू पार्ट अफ फ्यामिली हामी जहिले पनि उहाँलाई चाहिँ एज अ क्लासिक पार्ट अफ क्लासिक फ्यामिली भन्छौँ उहाँहरूको सहयोग उहाँहरूको सुझाव उहाँहरूको माया अतुल्य जुन माया उहाँहरूले दिनुभएको छ हाम्रो क्लाइन्टहरू हामी आफ्नो क्लासिक फ्यामिलीले त्यो कारणले चाहिँ हामी ब्रान्डलाई इस्टाब्लिस गर्न यहाँ इस्टाब्लिस गरेर यहाँसम्म पुग्नलाई सफल भएको छौँ आज 16 वर्षको हाम्रो यो जर्नी इज बिन लाइक फ्याबुलस जर्नी फर अस वी बिन क्रिएटिङ अ फ्याबुलस डिजाइन अफ ज्वेलरी हामी युनिक छौँ डिजाइनिङहरूमा वी डोन्ट रिपिट द सेम डिजाइन्स टु any kind of design, like from nose pin ring to tiaras that we make. Every piece of jewelry is statement making pieces that we make, we create. We're coming up with new designs, new schemes. हामी यहाँसम्म अहिले चाहिँ यो 16 वर्षमा हामी चाहिँ हामीसम्म रहेको छौँ र अहिले जुन आइरहेको छ यो 16 वर्षमा एउटा कस्टमर सेटिस्फ्याक्सनको लागि चाहिँ समस्या हामीले चाहिँ यो एभ्री ज्वेलरीमा 25% हामीले डिस्काउन्ट दिइरहेको छौँ यो बिकज अफ योर चोइस भन्ने हिसाबमा चाहिँ हामीले सोचिरहेको छौँ त्यस कारण प्लिज तपाईँहरू सबै आउनुहोस् क्लासिक डायमन्ड ज्वेलर्समा यसपालिको हाम्रो एनिभर्सरीमा स्पेसल गिफ्टको रूपमा हाम्रो 25% चाहिँ हाम्रो डिस्काउन्ट छ र अर्को भन्नुपर्ने के भन्दाखेरि क्लासिक डायमन्ड ज्वेलर्स यहाँ चाहिँ ललितपुरमा एउटा पार्ट अफ द एउटा सोसियल कजमा पनि हामी सहभागी छौँ त्यस कारण के भन्दाखेरि अहिले हामी तत्कालै आउनु लागेको हाम्रो यो पाटन हेरिटेज जेमएन ज्वेलरी एक्सपोमा पनि क्लासिक डायमन्ड ज्वेलर्सबाट चाहिँ एज अ पार्ट अफ द पावर सप्लाई पावर बाइकको रूपमा यसमा चाहिँ हामीले सहभागी गरेका छौँ त्यस कारण अहिले जुन हिसाबमा हामीले यो पार्टी फेडरा स्क्वायरमा यो 27, 28, 29मा चाहिँ हाम्रो जेमएन ज्वेलरी एक्सपो हुँदैछ त्यसमा पनि 29मा स्पेसली 29को जुन डेट छ चाहिँ त्यसमा चाहिँ हामीले पाटन हेरिटेज जेमएन ज्वेलरी एक्सपो हुने गरेछौँ र त्यो चाहिँ हाम्रो क्लासिक डायमन्ड ज्वेलर्सबाट प्रेजेन्ट हुँदैछ त्यस कारण यो भनेको सबै के भन्दाखेरि हामी क्लासिक डायमन्ड ज्वेलर्स
यो व्यापार मात्रै होइन कि हामी आफ्नो जुन सामाजिक दायित्व पनि हामी आफ्नो जुन हेरिटेज सम्पदा संरक्षण पनि यसमा लागिरहेछ भन्ने बाटोमा एउटा मेसेज दिनको लागि पनि वी आर द पार्ट अफ द क्लासिक डायमन्ड ज्वेलर्स। संसार मिडियाबाट हामीलाई हेरिराख्नु भएको सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि आजको यो कार्यक्रममा यही Coming back to Classic Diamonds has always been very, very, very special for me, and I think this year is going to be more special. Talking about my journey, but I think it started back in 2010. 2010, yes. So we're celebrating 16th year. I mean, Hamru relation, the bond has lasted for 14 years now, and it's going to go on till Classic Diamonds is there, till I am also actively involved in this industry. My support for Classic Diamonds is always there. For the fact that they've created not just a very prominent brand in the industry, but also because of their working culture. It's not about professional relation anymore. It's about the bond that they create with their employees, to the customers, to even all of us in the industry. Back in 2010 when we started, we were shocked because nobody had done that level of show in Nepal, bringing in Bollywood stars. And from there they started Face of Classic Diamonds. Honestly, for me, when I participated in 2014, I like to show my participation more than being their face. I wanted to be in the show so badly that I competed, and I didn't know that I would win, but luckily I won, and I think that was one of the fondest memories of my entire, Gatibidhi career, my experience. I think that was a major turning point for me because that was one of the biggest shows that's ever happened in Nepal. Smile please.